आजको हाम्रो फेज 2 को ट्राभल डेन्टल क्याम्पको दिन चाहिँ आज सकेको छ एन्ड इट्स अ र्याप एन्ड थ्यांक यू एभ्रीबडी हु आमा यो दबाई चाहिँ नि तपाईलाई कस्तो हुन्छ भने दुखेको बेला मात्रै खानु भनेछ कि यो चाहिँ तपाईको दुखाइ कम गर्ने दबाई हो क्या नखोल्ने बिहान खाने सबैजना धेरै धेरै धन्यवाद अनि आजको क्याम्पको हाम्रो अन्त्य भएको छ ल सबैजनालाई थ्यांक यू सो मच हाम्रो टिमलाई पनि भाइसँग चाहिँ उहाँ डाक्टर सासाङ चाहिँ उहाँ चाहिँ कन्ट्याक्टमा हुनुहुँदो रहेछ उहाँ मार्फत चाहिँ मेरो नम्बर भाइले उहाँलाई दिनुभएछ उहाँबाट मेरो कन्ट्याक्ट भयो फर्स्ट एन्ड फरमोस्ट यो प्लानलाई सक्सेस बनाएर यहाँसम्म मलाई बोलाउनु हुने हाम्रो वीरेन चामलिङ दाइलाई चाहिँ धेरै धेरै धन्यवाद हेलो हेलो सम्पूर्ण खाम्चा भ्लग हेरेर बस्नुहुने दर्शक दिनमा नमस्कार अनि आजको यस नयाँ भिडियोमा हार्दिक स्वागत गर्छु उसै गरी म आज पनि रस्दिन र आज पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र आजको भिडियोलाई पनि अन्त्यसम्म हेरिदिनुहुन्छ र हाम्रो खाम्चा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सर्वप्रथम सब्स्क्राइब गर्नुहुन्छ भन्ने विश्वास लिएको छु र आजको भिडियो चाहिँ के रहन्छ त भन्दाखेरि सम्भवतः तपाईहरुले टाइटल र थम्बनेल हेरेर पनि जानकारी पाइसक्नुभयो र पनि एकपटक जानकारी गराउँ र जानकारी गराउनु पर्दाखेरि यहाँ हाम्रो कालिका मावि याङसिजोङमा चाहिँ र शिविर बस्दैछ दाँतको लागि विशेष दाँत रोगीहरुको लागि हैन विशेष दाँत सम्बन्धी डाक्टर आउँदै हुनुहुन्छ अरे त्यता जाँदैछु र त्यहाँ केही स्कुलको तर्फबाट केही सहयोग गर्नुपर्ने अरे र मलाई केही जानकारी आयो त्यहाँ सहयोग गर्नु पर्ने भन्ने कुरा हेर्छबाट त्यही भएर म जाँदैछु हुन त ढिलो भइसक्यो सायद शिविरको टोलीहरू पनि आइसकेको छैन होला जस्तो लाग्छ अब म पनि जान्छु अनि त्यस पछाडि त्यहाँ के हुन्छ हैन अब कस्तो के कसरी के गरिने रहेछ भन्ने कुरा तपाईहरुले भिडियो हेरेर थाहा पाउनुहुनेछ र आजको भिडियोलाई पनि अन्त्यसम्म हेरिदिनु होला है त दर्शक नाम लेखेको छैन लेखेको अलि म त्यहाँ नि एक नम्बरमा कस्तो पालो छ दार्जिलिङले भन्छ कि मेरो सेन्टर की खानजारी नै हो सफा गर्ने टाइम लाग्ने यहाँ उता छुट्याइछ भाइ सँग त भाइ उपर चाहिँ अरे तिमी दाँत गर्ने हो दाँत खोल्नु पर्नु भएको अनि तिम्रो नि हो कान्छ गालिदिनु नि त कुनै एउटा भित्र जानु एकचोटि हामीले हेरिसकेको कार्डहरू यता दिनु एकचोटि हेरिसकेको आमा यो दबाई चाहिँ नि तपाईलाई कस्तो हुन्छ भने दुखेको बेला मात्रै खानु भनेछ कि यो चाहिँ तपाईको दुखाइ कम गर्ने दबाई हो क्या जस्तो तपाईँ त्यस्तै बेलामा खानु हुँदैन दुखेको बेला मात्रै खानु होइन अरू बेला पनि अब अलिकति कतै हात खुट्टा दुख्यो भने खानु होला त्यसरी खानु हुँदैन ल अनि यो चाहिँ म तपाईँलाई धेरै तपाईँलाई आइकलदेखि दुख्दैन कसैलाई चाहिँ राति पनि दुख्दैन तर कसैलाई चाहिँ एकदम कन्टिन्यू दुख्छ तपाईँ दाँत निकालेको होइन र निकालेको होइन दिन्छु भन्थ्यो कि त्यसरी आएको नि दाँत त कपा दुखेर निको भएको
नखोल्ने बिहान खाने कहिले 9 बजे 10 बजे खाना आएपछि ट्याक्कै दान मारिहाल्ने उसलाई यदि भरे चाहिँ धेरै बुझाइ पनि गर्नुहुन्छ तपाईँले नियमित मान्नु हो भने तपाईँ रगत पनि आउँदैन है त्यति गर्नु पऱ्यो त अननेसेसरी मान्छे तपाईँ अब उसको चाहिँ त्यो भर्नै गर्छ होइन चक्लेटै चक्लेट खान्छौ क्या हो चक्लेट त के अहिले केटाकेटीले आफ्नै पसल छ हो 6 पसल हो कुन छ धेरै दुख्ने तलको बहिनीले चाहिँ मलाई असिस्ट गरिरहेको छ अब गइहाल्नु अब यो अगाडिको यो निकाल्दिउँ यो खुट्टा मात्रै त मेरो यो हल्लेको निकाल्ने एउटा यताको कि यताको मिल्छ कि यताको मिल्छ कताको निकाल्ने यहाँ हालिरहेको छ अरू यो ठुटा यो हल्लेको चाहिँ निकालिदिन्छु ल यसले समस्या दिन्छ ल अनि यिनीहरू छ यो ठुटा मिल्दैन आमा अहिले एउटा भन्दा मिल्दैन यस्तो हो क्या अहिले भर्खर आएको ल सर सकेपछि तपाईँहरूको पालो पालो हुन्छ ल दुईजना यहाँ सुन्नु न तपाईँहरू के काम छैन प्लिज खाली गरिदिनु यहाँ ल सुन्नु न तपाईँहरूको यहाँ सकिसकेको छैन खाली गरिदिनु होइन तपाईँको यहाँ पालोमा छ कि यहाँ बेला पारो बोलाउँछौँ नि हामी है तपाईँहरू यसो गर्नु न अब के आउन भित्र केटाहरूले छुट्टै हेर्दैछ म यता छुट्टै हेर्दैछु र तिम्रो म अपडेट्स थ्याङ्क्स फर वाचिङ के समस्या लिएर आउनु हजुरले फक्कै निकालिदिनु न पक्लाकै निक्ल्यो त ए म थाहै नभइकन फक्कै निक्लिसक्यो त मलाई थाहै छैन त तपाईँले एकछिन कार्यक्रम हुँदैन कि बिदा कार्यक्रम आउँछ आउने हौ ल बिहान हामीले परिचय गर्न सक्दैनौँ यसमा म क्षमा आचरण गर्न चाहन्छु म यो कालिका नारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष मेरो नाम गङ्गाप्रसाद तामाङ
र म भन्दाखेरि 30 वर्ष अगाडि स्थापना भएको बिरामी भन्दाखेरि अगाडि आउँदाखेरि सामान्य थियो। अहिले हामीले लगभग यहाँनिर यो स्कुललाई 11-12 उपलब्धि सुरुवात पनि गराएको छु। हाम्रो अब मैले अञ्चल हाम्रो सबै भन्दाखेरि नगर सदस्यज्यू हाम्रो व्यवस्थापन समितिका सदस्यज्यूहरू र यहाँको शिक्षकज्यूहरू शिक्षिकाज्यूहरू र शिक्षिकाज्यूहरू बिरामी हाम्रो पीडित भएर आउनुभएको जाँचको पीडितहरू र सम्पूर्ण बिरामीहरूमा मेरो एकमुष्ट नमस्कार। म यसमा हामीले केही भन्न त सकिँदैन र म हजुरहरूलाई केही सहयोग गर्न सकिँदैन होला। यसमा म क्षमा याचना गर्न चाहन्छु र यसमा हामीले यो अनौपचारिकै होला भने हामीले यत्रो बिरामीको जमघट हुन्छ होला भन्ने मैले आशा गरेको थिएँ। त्यस्तै 20 देखि 25 जना हुन्छ होला जस्तो लागेको थियो। अब तपाईँहरू आइदिनु भयो मेरो तर्फबाट मुडी धन्यवाद र दार्जिलिङहरूलाई सुख समृद्धिको कामना गर्दै हजुरहरूलाई पनि आइदिनु भएकोमा मुडी धन्यवाद दिँदै र अब यहाँ हाम्रो विषयवस्तु त हामी लामो अब मेरो नाम त अहिले सुनिसक्नुभयो। अब यहाँ सामान्य कुरोहरू हामीले गर्दै लाँदाखेरि हुँदो रहेछ। यो दुर्गम ठाउँ हो। याङजुङ भनेपछि आलो काँचो ठाउँ भन्थ्यो, अहिले काँचो पनि छैन, खोइ म केही पनि देख्दिनँ। र यसमा फेरि धैर्यता गरिदिनुहुन्छ है भन्ने म आशाको साथ राख्दै र हामीले केही कार्यक्रम यो स्कुलले गर्न सक्यौँ भने हामी यो स्कुलबाट आयोजक भएर गर्न सक्यौँ भने हजुरहरू यहाँ धैर्यता गरिदिनुहुन्छ होला भन्ने मैले ठुलो आशा राख्दै र अब सेविका मिस र भीमा मिसलाई र उषा मिसलाई त्यसै गर्दै पुनम सर, रश्मिन सर, प्रकाश सरलाई यहाँ खादा अबिर लाउँदै हाम्रो आउनुभएको धरानबाट आउनुभएको टोलीलाई स्वागत बिदाई गरिदिनु हुनुलाई अनुरोध गर्छु। र म पनि यही कार्यक्रम म सम्पूर्ण आउनुभएको टोलीहरूलाई धन्यवाद दिँदै सम्पूर्ण बिरामीहरूले दुखी भइरहेकोमा सुख पाएकोमा धन्यवाद दिँदै म सरहरूलाई मुडी धन्यवाद दिँदै म यही मेरो 2 शब्द अन्त्य गर्छु। नमस्कार। हामीले त बोल्नु पर्दैन होला नि। एकचोटि गर्नु ढिलो हुन्छ हामीलाई। खादा एउटा निकाल्नु पोकै पोका परेको म निकाल्नु लगाएर खादा लाउँछु नि टिका लागेर ल हजुरहरूलाई धेरै धेरै धन्यवाद है सबैजनालाई। हामीसँग कति छ? 6 बाजे मोलाबारीको मिसलाई लानुपर्छ। ए हुन्छ बोलाइदिनु। एकदम टायर्ड बाजेलाई पनि लाग्यो तपाईँलाई धेरै धेरै भिडियोमै लिन्छु। तपाईँलाई एकदम धेरै धन्यवाद। म नि उठेर आउँछु ल। धेरै धेरै धन्यवाद र थ्याङ्क यू सो मच फर कमिङ। हाम्रो मनोज दाई चाहिँ चैनपुरबाट यहाँसम्म आउनु भएको छ। इट टेक्स अलमोस्ट 2 आवर्स जस्ट हाम्रो क्याम्पमा सघाउनुलाई। अनि धेरै धेरै धन्यवाद हाम्रो सबैजना जो हुनुहुन्छ यहाँ सबैजना धेरै धेरै धन्यवाद। अनि आजको क्याम्पको हाम्रो अन्त्य भएको छ ल। सबैजनालाई थ्याङ्क यू सो मच। हाम्रो टिमलाई पनि
They were the real heroes for the day. They made it possible. यत्रो भिड भएको थियो आज लगभग 100 जना आउनुभयो अब 100 जना आउनुभयो र 55 जनाले हामीले भात पनि उखालिन्छ सो या द्याट्स द थिङ एन्ड एभ्रिथिङ गोइङ अन गाइस stay tuned for more updates. Thanks for watching. के भयो दसहराहरू फाइनली हाम्रो सकिसक्यो अनि माला लगाइसक्यो तपाईँलाई नमस्कार यो 5 कपन नगरपालिकाको वार्ड नम्बर 9 मा यो शिविर आउँदै शिविरै भनौँ न शिविर आउँदै गर्दा चाहिँ यो के कसरी आयो भन्दाखेरि चाहिँ हाम्रो मेरो काका छोरो वीरेन भाइसँग चाहिँ उहाँ डाक्टर सासाङ चाहिँ उहाँ चाहिँ कन्ट्याक्टमा हुनुहुँदो रहेछ उहाँ मार्फत चाहिँ मेरो नम्बर भाइले उहाँलाई दिनुभएछ उहाँबाट मेरो कन्ट्याक्ट भयो अब कस्तो छ त्यो सङ्घसभाको चाहिँ 5 कपन नगरपालिकामा जाउँ भन्ने कुरा उहाँको नि भयो हाम्रो केटोले पनि तपाईँ चाहिँ जइदिनुहोस् त्यहाँनिरसम्म मेरो गाउँ पनि जइदिनुहोस् मेरो जिल्ला पनि जइदिनुहोस् भनेर छ त्यो भाइले मलाई त्यही भने हिजो बेलुका पनि होइन उहाँहरू धेरै दुःख गरेर आइदिनु भयो अब यहाँ हामी धेरै पीडित रहेछौँ होइन उहाँहरूले अघि भन्नुभयो हामी दाँतको रोगीहरू अब धेरै अरू रोगीहरू पनि आउनु भएको थियो तर त्यो चाहिँ अरू डाक्टरहरू हुनुहुन्थेन अब दाँतको डाक्टर मात्रै आउनुभएको त्यसले गर्दा उहाँहरू त्यसै फिरेर पनि जानुभयो उहाँहरूलाई पनि धन्यवाद र यो स्कुल कालिका माविको अध्यक्षज्यू अब सर मिसहरूलाई पनि धन्यवाद यहाँहरूले सहयोग गर्नुभएको छ कुर्सी बेन्ची दिनुभयो दुनियाँ हल दिनुभयो हामीलाई यहाँहरूलाई मुरी धन्यवाद दिन्छु उहाँहरू आउनुभएको चाहिँ सबले सुनिराख्नु होला उहाँहरू चाहिँ हाम्रो वीरेन भाइको तर्फबाट उहाँहरूको कन्ट्याक्टबाट चाहिँ म मार्फत भएर आउनुभएको मसँग कन्ट्याक्ट भयो डाक्टर साहबको त्यसरी चाहिँ उहाँ हिजो राति अब कहिले नआएको ठाउँ अब त्यो चाहिँ बाटो देखिएन राति 9-10 बजीतिर आइपुग्नुभयो अनि अब दुःखै भयो बसाइ गाउँघरको कुरा बजारमा भएको होटल हुन्छ के हुन्छ सुविधा हुन्छ होइन सुखो बास बस्नुभयो आज चाहिँ बेलायमा गएर बस्ने भनेर हाम्रो बिरामी पेसेन्टहरू पनि कमी नै आयो भनौँ न टाइममा सकियो होइन सर ठिकै छ उहाँहरूलाई धेरै धन्यवाद दिँदै डाक्टर साहबहरूलाई 12 बजे हिँड्ने सोच्दै ल धेरै धन्यवाद फर्स्ट एन्ड फरमोस्ट चाहिँ मेरो तर्फबाट चाहिँ हाम्रो वीरेन दाइलाई नै चाहन्छु उहाँ यहाँ हुनुहुन्न बाहिर हुनुहुन्छ तर पनि उहाँले जुन कोअर्डिनेसनको साथमा मैले एउटा पहिला अर्कै ठाउँमा क्याम्प गरेको थिएँ गुफा पोखरीमा त्यो चाहिँ मेरो ट्रायल फेजको थियो त्यो ठाउँमा क्याम्प गर्दाखेरि चाहिँ उहाँले मन पराएर मेरो गाउँमा पनि बोलाउँछु भनेर त्यसरी कोअर्डिनेसन सुरु भएको थियो र आज वी एन्डेड अप यो अलमोस्ट 100 जनाभन्दा बेसी बिरामी आज हामीले उपचार गऱ्यौँ र 55 जना जतिको हामीले दाँत उखाल्यौँ द्याट्स अ ह्युज क्राउड एन्ड बिरामीहरूको जुन मात्रा छ मैले लगभग 30-40 जना हुनुहुन्छ होला भनेर सोचेको थिएँ त्यही भएर दिउँसै निस्किने प्लान थियो तर हाम्रो त त्यो इन्टु 2 नै भएर चाहिँ आज पनि हामी यही ठाउँमा बास बसेर भोलि मात्रै बिहान अर्को ठाउँको लागि क्याम्पमा जाने हाम्रो प्लानिङ भएछ र स्कुलको सरलाई पनि र उहाँहरूलाई पनि सपोर्ट गरिदिनु भएमा धेरै धन्यवाद छ मेरो तर्फबाट र मेरो टिमको तर्फबाट सो टिमलाई पनि यसो चिनाउन होइन अब सबैजना यत्रो यहाँसम्म आउनुभएको छ यताबाट सुरु गर्छु म हिजो हुन्छ यता चाहिँ हाम्रो डाक्टर श्रीधर हुन्छ है ऊ पनि अहिले भोकामै हुन्छ मेरो दाइ कयास श्रेष्ठ है उहाँले चाहिँ मलाई डे 1 देखि चाहिँ यो प्रोजेक्ट हाम्रो ट्राभल ट्रेनिङ क्याम्प घुम्ने प्लस बिरामीको सेवा गर्ने जुन हाम्रो एउटा कन्सेप्टमा हामी निस्केको छौँ दाइले डे 1 देखि सपोर्ट गरिदिनु थ्याङ्क यू सो मच है त्यसै गरी हाम्रो प्रोग्राम के भयो दर्शन बोला पनि धेरै धन्यवाद ऊ चाहिँ हाम्रो दिपक गोको थ्रुबाट हाम्रो इन भएको थियो टिममा एज इन भिडियोको लागि भनेर र मेरो वान एन्ड ओन्ली मित्र योलाई चाहिँ मैले फर्स्ट टाइम नै जब ब्रो मलाई यसरी मिलेर एउटा काम गर्नु मन छ समाज सेवा गर्नु मन छ भन्दाखेरि म छु त म सपोर्ट गर्छु एन्ड सिन्स द्याट डे 1 इज विथ मी एन्ड इज हेल्पिङ मी र उसलाई केही कुरा पनि बाल छैन मतलब छैन यहाँ जे गर्नु पनि सब गरिदिन्छ क्या तपाईँले भ्लगमा देख्नुभएको छ उसले के गरेर आएको छ यतापट्टि डक्टर विवास पनि छ उसले पनि हाम्रो डक्टर नै हो र हि हेल्प अस इन एभ्रिथिङ अब यतापट्टि हाम्रो प्रोको टिममा तिमी कुन पिँढीको म त बाहिर पढ्दैछु ओके अब सुदीप पनि हाम्रो र मनोज दाइलाई इन्ट्रोड्युस गरौँ अगाडि आउनुहोस् फर्स्ट एन्ड फरमोस्ट चाहिँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मनोज दाइ इज फ्रम चेनपुर इज एन हेल्थ असिस्टेन्ट आउट देयर
र उहाँलाई चाहिँ जब मैले क्याम्प गर्ने उहाँले टिकटकमा पनि मेसेज गर्नु इन्स्टामा पनि गर्नुभयो डक्टर म आउँछु मेरो त्यहाँको चिनेको दाइहरूसँग लिङ्कअप गरेर उहाँ आइदिनु भयो र हामीलाई यति धेरै सजिलो भयो थ्याङ्क यू सो मच लाइक चेनपुर यो ठाउँबाट भन्दा 3 घन्टाको बाटो हो क्या लामो छ तर पनि आएर होलले साथ दिनुभयो र मेन हाम्रो जीवन दाइ तपाईँले त हामीलाई यो ठाउँमा जीवनै दिनुभएको छ एन्ड यस उहाँले एकदम सहयोग गरिदिनु भयो उहाँकोमा बसेका छौँ हाम्रो वीरेन दाइकोमा यति मिठो खाना खुवाउनु भएको छ यति वेल म्यानेज गरिदिनु भएको छ धेरै धेरै धन्यवाद थ्याङ्क यू हाम्रो नर्सै उहाँ चाहिँ सामना श्रेष्ठ मेरो टिकटकमा भिडियोजहरू देखेपछि सी वाज लाइक मलाई डाइरेक्ट भन्नु सकेन श्रीधरलाई भन्यो ल दाइ प्लिज म पनि जान्छु तर इन्ट्रेस्ट छ अब एउटा छोरी मान्छेहरू चाहिँ घरमा गाह्रो हुन्छ त्यही पनि सी इज हियर विथ मी राइट नाउ वर्किङ उसले मलाई आज दिनभरि असिस्ट गरिदियो बवाल मगाएर थ्याङ्क यू तिम्रो नाम लाग्यो या प्रकृति सो प्रकृति थ्याङ्क यू सो मच ऊ पनि डक्टरै हो उनीहरू चाहिँ अहिले स्टडिङ फेजमा हो तर हाम्रो कस्तो छ 4th इयरसम्म 3rd इयरसम्म त उनीहरू धेरै कुरा जानिसक्यो हामीले इक्जाम गर्ने बिरामी गर्ने है यु गर्न सपोर्ट यु भनेर हाम्रो सबैजना आउनुभएको छ र हजुरहरूलाई पनि यतापट्टि पनि धेरै धेरै सबैजनालाई धन्यवाद छ यो क्याम्पको लागि र मेरो एउटा जुन यो उयो छ प्लान प्रोजेक्ट ट्राभल डेन्टल क्याम्प घुम्दै र बिरामीको सेवा गर्ने त्यसमा तपाईँहरूले पनि सपोर्ट गरिदिनु थ्याङ्क यू सो मच एन्ड थ्याङ्क्स एभ्रीबडी I think it's a wrap. Okay, आजको हाम्रो फेज 2 को ट्राभल डेन्टल क्याम्पको दिन चाहिँ आज सकेको छ एन्ड इट्स अ wrap and thank you everybody who is being a part of this plan र आज हामीले 100 भन्दा बेसी बिरामीहरू जाँच्यौं यो 5 कपन नगरपालिकामा र 55 वटा दाँत उखालेको छौं एन्ड थ्याङ्क्स टु एभ्रीबडी दीपक गाउँली मनोज दाई श्रीधर एन्ड सबैजनालाई धेरै धेरै धन्यवाद र तपाईहरुलाई पनि जसले हेरिदिनु भयो र मलाई सपोर्ट गरिदिनु भयो र सबैजना धेरै धेरै धन्यवाद फर्स्ट एन्ड फरमोस्ट यो प्लानलाई सक्सेस बनाएर यहाँसम्म मलाई बोलाउनु हुने हाम्रो वीरेन चामलिङ दाइलाई चाहिँ धेरै धेरै धन्यवाद र सबैजनाले उहाँलाई कमेन्ट गरिदिनुस् र उहाँले मलाई यहाँसम्म इन्भिटेसन दिनुभयो र बोलाउनु भयो ल लेट्स गो गाइज अब चाहिँ सिधै वी गोना स्टे आउट हियर ओन्ली वी आर नट गोना ट्राभल आज हामी यही बस्छौँ भोलिको दिनमा चाहिँ हामी ट्राभल गर्छौँ थ्याङ्क्स फर वाचिङ मजा त्रै छ अनि भनेको आज यहीँ बास गर्ने भन्ने विचार भयो ल म तपाईलाई घर पुगेर कल गर्छु नि ल म कुरा गर्छु नि मजाले आफ्नो बाटोहरु लाग्यो अब चाहिँ हामी यहाँबाट आज कुनै ठाउँ जान्छ हाम्रो के रे नाम बिर्सेर 5 खपन गाउँमा फेरि 5 खपनमा हाम्रो चामिङ ब्रोको घरमा गएर बस्ने हो अब फेरि यसरी बाइक बानेर ल गाइस लेट्स गो किनभने यो ठाउँबाट अर्को ठाउँ पुग्नु नै हामीलाई 30 मिनट्स लाग्छ घर पुग्नु पनि 30 to 45 मिनट्स या so far so good everybody is good yes lovely let's go and see you after a while ल साथीहरु फाइनली हाम्रो सकियो डेन्टलको एकछिन 5 बजे एउटा सक्यो नि त सबै त सक्यो